कालीन शाहजी झापामा यहाँसँग चुनाव लड्न आयो भने यहाँले स्वागत गर्नुहुन्छ ठान्नुहुन्छ के हैन जोसुकै आओस् न जो आए पनि एउटा युवा मसँग चुनाव लड्न आँट गरिराखेको छ भने राम्रो कुरा हो नि त्यहाँ उनले धेरै विकासका काम गरे होला त्यही भएर जान्छु होला नि त्यहाँका जनताले थाहा पाएका छैनन् त्यो कुरा त्यहाँका नदी नियन्त्रण कसले गर्यो त्यहाँ बाटा कसले बनायो त्यहाँ पुल कसले बनायो त्यहाँ स्कुल कसले बनायो त्यहाँ कलेज कसले बनायो कसको अगुवाईमा कसको प्रयासमा ती कामहरू भएका छन् त्यहाँ मात्रै होइन देशभरि कसले विकास गर्यो कुनै तुलना हुन्छ तपाईँ के प्रश्न गरिरहनु मिडियाहरूमा अरू पनि युवाहरू उत्साहित युवाहरूलाई यस्तो युवाहरूलाई चाहिँ नि त्यहाँ गएर चुनाव कसरी हुन्छ के हुन्छ भन्ने कुरा हेर्न सिक्न त्यो आग्रह नै गर्छु ठिक छ नि त आउँदाखेरि के भयो त जो आए पनि म सबै मसँग चुनाव लड्न खोज्ने सबैलाई स्वागत गर्छु।